दर्शकवृन्द नमस्कार। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानल रिभ्यू संसारमा। सदा चाहिँ आज पनि भुन्टी सिरियलको नयाँ रिभ्यू लिएर हजुरहरूमाझ फेरि पनि उपस्थित भइसकेका छौँ। हामीहरूले ल्याइरहेको रिभ्यू भिडियो हजुरहरूलाई कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया तल रहेको खाली कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिनुहोला। दर्शकवृन्द, यता भुन्टीलाई बचाउनको लागि टोक्ले भने आइसकेका छन्। अब के हुन्छ होला त? के अब आउने नयाँ भागमा कि फेरि भुन्टी र भूपेन्द्रको सम्बन्ध ती नन्द र देवरको कारणले बिग्रिने त होइन? यता भुन्टीलाई बेडमा बाँधेको अवस्थामा ती नन्द भनाउँदाले मार्ने लागेको बेलामा ठ्याक्कै त्यहाँ भुन्टीको दाइ टोक्ले आइपुगेका छन्। यता डाक्टरले भुन्टीको बिपी पनि लो भएको र जति बेला पनि जे पनि हुन सक्छ भनेर भनेका हुन्छन्। तर भूपेन्द्रको भाइ र बहिनीले भने जबरजस्ती डाक्टरसँग झगडा गरेर भुन्टीलाई अस्पतालबाट लिएर गएका हुन्छन्। भूपेन्द्रले भने भुन्टीलाई राम्रोसँग हेरचाह गर्नु भनेर आफ्नो दाइ र बहिनीको हातमा सुम्पेर गएका थिए। तर यता भीम र भूमिका मिलेर बिचारे भुन्टीलाई त्यस्तो अवस्थामा भएको बेलामा पनि बाँधेर राखेका छन्। र अझ त्यस्तो अवस्थामा ती नन्द भनाउँदाले भने आफ्नो भाउजूलाई हो मैले नै तेरो बलात्कार गर्नको लागि केटाहरू खटाएको हो भन्न भनेर टर्चरमाथि टर्चर गरिरहेका हुन्छन्। बिचारे भुन्टीको आमाको बारेमा पनि अशुभ शब्दहरू उनीहरूले बोलिरहेका हुन्छन्। र यता अन्तिममा भने भुन्टीलाई त्यस्तो स्थितिमा खाटमा बाँधिरहेको अवस्थामा ती नन्द भनाउँदाले मार्ने लागेको बेलामा ठ्याक्क भुन्टीको दाइ टोक्ले आइपुगेका छन्। दर्शकवृन्द, अब के हुन्छ होला त? अब टोक्लेले भुन्टीलाई के गर्छन् होला त? त्यो भने थाहा पाउनको लागि त हामीहरूले अर्को भाग पर्खिनु नै पर्ने हुन्छ। तबसम्मको लागि मलाई पनि आज्ञा दिनुहोस्। नमस्कार। जय नेपाल।